This is the Saudi tunnel. Going to the Botha eating is momo. Baden रके फेरि उस्ता अरेबीको गछ हामी चाहिँ है गाइज बथा हिँडेको अवस्था अहिले हैन हामी 4 जना छौं मोमो खान जाने भन्ने हाम्रो बान्तवाजी यता हुनुहुन्छ हाम्रो साकिला गाउँपालिका अध्यक्ष उहाँ चस्मा लाएर है अनि उहाँ चाहिँ हाम्रो छोड्ली हुनुहुन्छ अनि मेरो ड्राइभर भतिज चाहिँ यो हो हेलो बोलो भैयाजी बोलो हेलो हेलो हामी जाँदैछ बथामा है अनि यो चाहिँ साउदीको टनल लामो टनल यो संसारकै धएन भनौँ साउदीको चाहिँ लङ डिस्टेन्स टनल भनेर यसलाई जानिन्छ हामी चाहिँ किङडमको नजिकबाट तर्दैछौँ होइन तपाईँले हेर्न सक्नुहुन्छ भोगा हेर्नु गाइस म त भ्लग त डह्रो बनाउँछ होइन अन्तर चाहिँ केही भन्दैन हौ के बोल्दैनौ विचार शब्द बत्ती नै है भाइ समर्पण छ होला केटाबाट ए डाक्टर स्वाट टनलबाट पास भयो अहिले चाहिँ साउदीको कति बज्यो भने चाहिँ हाम्रो 26 भयो है हाम्रो चाहिँ अनि ड्युटी चाहिँ भोलिदेखि मात्रै छ हिजो र आज चाहिँ हाम्रो छुट्टी थियो है अनि ऊ त्यो चाहिँ किङडम हो तपाईँले देख्न सक्नुहुन्छ है यहाँनिर हेर्दै यो चाहिँ हाम्रो किङडम टावर भनेर चिनिन्छ है साउदीको यही नहीं अभी और सुनिए सबभन्दा अग्लो बिल्डिङ भनेर यसलाई नै चिन्छ क्या अब तपाईँहरू साउदीमा चाहिँ खाडी खाएको यता हेर्नुहोस् यो चाहिँ हाम्रो स्पेसल भ्यू चाहिँ यो है हेर्न सक्नुहुन्छ है गाइज देखा छ होला लाग्छ मलाई जहाँसम्म है त्यो स्टेडियमहरू देख्नु पनि होइन एज म त कति ह्यान्डसम देखिया त आज के हो राजेशसँग त साइड लाग्छ कि होइन साँच्ची के बनाएर त्यहाँ स्टेडियम हेर्न सक्छ स्टेडियम हेर्न सक्छ ल तर यहाँ बबाल रहेछ है हेर्न चाहिँ उधर ये अगला क्या है ये क्या बन रहा है पार्क बन रहा है ये को आप शार बनाएंगे पानी ऊपर से नीचे गिरने वाला ये बहुत बड़ा पार्क बना रहे हैं अनि यो फेरि सेकेन्ड टनल है गाइज हेर्नु सलमान पार्क किङ सलमान पार्क रे यही यो एरिया चाहिँ हेर्नु न कस्तो बबाल छ यो टनल यहाँ भित्र नि मान्छे हुँदैन सबै बत्तीहरूको लिफ्ट त लिफ्ट यो भित्र हाम्रो उस पनि छ नि त के भन्छ अरे पानी जान्छ रेलवे ट्र्याक हो त्यो चाहिँ हो सोल्टी तपाईँले ठिक भन्नु रेलवे ट्र्याक हुन्छ तपाईँ केही जाओस् न सोल्टी यार हजुर तपाईँ केही जाओस् न नमस्कार म कलाकार ये फंस गया सीएम गोर्खाली भीमबहादुर तामाङ हाल अहिले कामको सिलसिलामा साउदी अरबमा छु र आज चाहिँ हामी 2 दिन छुट्टी मुस्लिमहरूको हाम्रो धर्मावलम्बी मुस्लिमहरूको चाडको हिसाबमा चाहिँ अब हिजो रमजान सकिएर ईद पनि सकेको अवस्थामा कम्पनीले 2 दिन छुट्टी दिएको छ हामीलाई त्यही खण्डमा हामी 4 लडाकु दाजुभाइहरू चाहिँ यसो बथातिर गएर भैँसीको मोमो डल्लै खान्छु भनेर चाहिँ सफर गरिरहेछौँ अब राम्रो ठाउँमा आइपुगेको छ त्यही हो हजुरहरूलाई भन्नु पर्दैन होला यो ठाउँमा भिजिट गरिसक्नु भयो होला केपीओलीको सुरुङ मार्ग हो मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है केपी ओलीले राखेको सपनाको सहार हो यो खासमा चाहिँ अब यस्तै राख्ने भने चाहिँ अब उहाँ मर्न नसकेको केपी बाले चाहिँ अब यस्तै के भन्छ अब खोइ योजनाहरू राख्नुहुन्थ्यो र पनि गर्न सक्दैन बुढाले मर्ने बेला हरेको आफ्नो हो बन्दजी तपाईँको जाओस् हुन्छ गाइजहरू है त ल अन्धरचोटि के जाओस् न छ्यास यो त युट्युबमा हाल्ने हो कि पैसा ही पैसा होगा भ्लग हो नि त सहमत छ मेरो समर्थन छ भन्नु न होइन अरविन्द सोल्टी साकेलाज्यू नमस्कार छ सबैजनालाई हाम्रो तपाईँले तर ठ्याक्कै कस्तो सोल्टीको युट्युब च्यानलमा सबैलाई सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला शाबाश बेटा बहुत बढ़िया अघि नै भनिसक्नुभयो स्टोन सोल्टीले छ्यासै रमजान ईदहरूको अब छुट्टी दिएको थियो कम्पनीले तर हाम्रो कम्पनी मात्र चाहिँ चुप बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुख
फेसिलिटी छैन के हो त्यही पनि अब होइन होला दुःख गर्नु परेको नेपालीमा छोडेर आइएछ तर उता क्यामेरा राख्नु मेरो मन दुखाइ छ होइन पुग्यो त सासै गल्ती गरेर माफ गर्नु ओके छ त उहाँलाई जोरदार तालीका साथ सम्मान गरिदिनु हुन म हाम्रो दुई व्यक्तिलाई अनुरोध गर्न चाहन्छु मजा आया ताली पनि होइन ल त्यही गाइज है हामी हिँडेको मेरो चस्मा नि छ है मेरो चाहिँ यो चाहिँ अनि हाम्रो एडिडा के अरे के भन्छ के बोले भाइ के बोले के छ थाहा बोले कस्तो नाम नि आएन है जाँड रफ बोले अब मैले तर सुन्दैन तपाईँलाई थाहा हुन्न नि होइन म नेपाली बोलिरहेको छु कि प्योर नेपाली मलाई आउँछ नि त किनभने हामी भनेको प्योर खाँटी नेपाली हो है अनि हामी नेपाली बोलेपछि अनि माचिक्ने 4 बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो नर्मल शब्द जस्तो लाग्छ दूर से आ रहे हैं तर है तपाईँ एयरपोर्ट से भी आ गए तपाईँ जाँठाहरू कोही उस नगर्नु ल माइन्ड नगर्नु है कति रात पऱ्यो यार गाइज के हेर्ने हो अब त गेडा हेरे त हो नि होइन ठ्याक हान्न जाउँ भने साउदीमा त्यो एभाइलेबल छैन है कोही हातले छोल्ने हो बस्ने हो तर गयो भने तपाईँको तुरी काटिदिन्छ यहाँ है सम्पूर्णमा म जानकारी व्यक्त गर्न चाहन्छु यो हाम्रो चाहिँ मेरो गाडी चाहिँ हेर्नु है स्पेसल कार हो नि यो यहाँ साउदीको 80 लाख पर्छ है अहिले 6:25 गयो भनेर यहाँ देखायो है गाइज तपाईँहरू त मुजी त्यो ट्र्याक्टरमा हिँड्ने मान्छेलाई थाहा नि हुन्न नि त यो स्पेसल यहाँ घोडा कुदिरहेछ है गाइज हेर्नु है अनि अरू के भनेर किसी ज्यादा अनि म फेरि त्यो भ्लगलाई कन्टिन्यू गर्नु भ्लग नभनौँ एउटा सानो नर्मल भिडियो हामी त्यस्तो होइन कि होइन तर पनि गर्न चाहिँ मन लाग्छ कि होइन अब बुढेसकालले छोएर नि होइन तर कस्तो रमाइलो लाग्छ कि साथीहरूसँग होइन त्यस्तो हेलो गाइज अहिले चाहिँ अब रात परिसकेको कति टाइम लाग्छ हाम्रो बथा पुग्न धेर लाग्दैन है भ्लग हाम्रो खुसीले भन्दा भइगयो नि कसले थाहा छैन मुझे होइन 10-12 मिनट लाग्छ आधा घन्टा लाग्छ ल कसले के बोल्छ कोही बोल्छस् यहाँ केपी ओलीको बाउ म हो होइन यहाँ चाहिँ अहिले फेरि इसारा जाम थियो इसारा भने बुझ्नुहुन्न तपाईँले ट्राफिक लाइट चाहिँ रातो थियो अहिले निलो बरेर हामी पास यहाँ माथि चाहिँ बङ्गालीहरू फोटो खिचिरहेछन् है यो पुल हो फेरि रत्न पार्कको पुल भन्ला नि फेरि होइन नि जाँड यो भित्र चाहिँ बबाल होटल छ यो चाहिँ हाम्रो राजाहरू हुन्छ नि यहाँ साउदीको राजाहरू आएर चाहिँ यहाँ यसो रेस्ट गर्ने हो है अनि हाम्रो नि सरकारी लेभलको मान्छेहरू आएर यहाँनिर रेस्ट गर्न पाउँछ होइन घुम्ने खाने बस्ने यहाँलाई चाहिँ चियालाई मात्रै साउदीको चाहिँ तपाईँको 160 रियल पर्छ है कालो चिया र ग्रिन टीलाई 160 रियल पर्छ तपाईँ दुध चिया पाउँदैन यहाँ साउदीमा है कस्तो हुन्छ पाउडरको चिया हुन्छ अनि त्यो पाउडरको चिया खायो भने चाहिँ तपाईँको स्वास्थ्यलाई हानिकारक दिन्छ है त्यही भएर नखानु होला साउदीको चिया बरु तपाईँले खानुहोस् कफी खानुहोस् हो आइस कफी खानुहोस् मिल्क सेफ खानुहोस् तपाईँको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कानुनी अनुसारले त्यो खानु भन्नुभएको छ साउदीको सरकारले मलाई चाहिँ है फेरि यहाँको साउदीको राजासँग त मेरो नजिकको छ नि त दोस्ती है नपत्ता यहाँ हाम्रो सरहरूलाई सोध्दा हुन्छ नि एकदम बिल्कुल है यसमा सहमत हुनुहुन्छ नि को सहमत हुनुहुन्छ हजुर सहमत हुनुहुन्छ यसमा मेरो सालो केटो भने जस्तै गर्नु अनि फेरि अहिले चाहिँ धेरै रात पऱ्यो है गाइस हाम्रो गाडी चाहिँ अलिकति बुढ्ढा छ नि त अनि चलाउनु सक्दैन है त्यही भएर ढिलो भएर छ अझै पुरै बाहिर चाहिँ रातै पऱ्यो है तर तपाईँहरूले यो मोबाइल चाहिँ हाम्रो 16 प्रो म्याक्स भएर चाहिँ हल्का के अरे उज्यालो देखाए जस्तो भयो होला तपाईँहरूलाई होइन त्यही भएर हो गाइस है यो अब सुड्डो बिचरा अब छिटो गर भनौँ भने उता लगेर जोत्देला माथि गइएला होइन बेकारमै भनेर डढ्ने हल्का उज्यालै छ सुड्डी हेर्नु आकाश त झन् उज्यालै छ तताल
हामी तर अलिकति चाहिँ लालीगुँरास हिँड्दैछौँ मेरा टोलीहरू यहाँ छ 1 मेन 2 मेन 3 मेन सब है अनि हामी चाहिँ अब सगरमाथा जाने भन्ने लालीगुँरास यहीँ छ तर लालीगुँरास चाहिँ हामी जाँदैन किनभने लालीगुँरासमा मोमो चाहिँ अलिकति त्यसो हुन्न है अनि यहाँ सगरमाथामा चाहिँ मोमो मिठो पाउँछ त्यही भएर हामी सगरमाथा जानु लाग्यो गाइस है अनि बथा चाहिँ अलिकति फोहोर छ क्या हाम्रो यहाँ माथि हो लालीगुँरास बथा चाहिँ अलिकति हामी नेपालमा भएको जस्तो भाइब आउँछ कि नि हल्का फोहोर छ होइन हल्का फोहोर छ होइन सम्पूर्णमा जो आए नि तर नेपालीहरू आएपछि चाहिँ लालीगुँरासमा के अरे हाम्रो सगरमाथामा चाहिँ राम्रो खालको उस पाउँछ होइन सर्भिस राम्रो दिन्छ लालीगुँरासमा त भित्रबाट जाउँ न हामी अनि हाम्रो सोल्टी चाहिँ यहाँ पुरै मिठाई दोकानमा है हेलो के छ दाइ सम्पूर्णमा के भन्ने ईद मुबारक भन्ने होइन ओ साकेला गाउँपालिकाका होइन खोटाङ मेरो चाहिँ रानी साहब है म चाहिँ नयाँ साथीहरू मलाई त यहाँ चाहिँ हाम्रो अन्तरे सोल्टीको साथी चाहिँ भेटेर हामी अन्तरे सोल्टीको साथी भेटेर आएको है अब हामी सगरमाथा छिर्दैछौँ सगरमाथा यहाँ दुईले भएन होइन यो चाहिँ सगरमाथा है हाम्रो सगरमाथा रेस्टुरेन्ट आइरहेको छ हामी सगरमाथा रेस्टुरेन्टको ब्याग्स है ढाका टोपी देखेपछि तपाईँले थाहा पाउनु होला हामी कहाँ आइपुग्यौँ भनेर होइन अनि हाम्रो कस्तो भयो भन्छ होइन यहाँ अहिले सगरमाथा हेलो दाइ के छ हामी त फेरि फर्केर आयो आज नि यहाँ सगरमाथाको हाम्रो दाइ हुनुहुन्छ उहाँ चाहिँ गाइस होइन हाम्रो चाहिँ कति भनेपछि हाम्रो चाहिँ 4 प्लेट मोमो भयो अनि 1 प्लेट चाउमिन अर्डर भयो अनि प्याकिङ छ उहाँ साथीहरूलाई हामी चाहिँ नि माथि बस्ने भन्ने कुरा भएको छ है हिजो त दरो प्याक थियो अरे हेर्नुहोस् हाम्रो सिट चाहिँ प्याकेर चाहिँ यहाँ बसिन्थ्यो हामी है हेलो दाइ के छ हाम्रो टोपी देखेको त्यही थाहा भयो ओके सी यू मैले सुकुटी चाउमिन भनेको तर सुकुटी नि आयो फेरि चाउमिन पनि आएछ तर ठिक छैन केही छैन खाइन्छ ठिक छ सुकुटी चाहिँ नम्बर 1 लाई पर्छ अर्डर चाहिँ सुकुटी चाउमिन गरेको थियो क्या अब चाउमिन पनि आइदिएछ सुकुटी पनि आइदिएछ तर पनि ठिक छ सगरमाथा कि जय होस्